Okay, first of all, thank you so much, everyone, and warmly welcome our respected CEO sir, founder sir, a co-leader, superior, a vice superior, pre-manager, manager, assistant manager, and entire GBOs. So, सबैजनालाई warmly welcome छ हाम्रो grand recognition program मा र म टाइम वेस्ट गर्न चाहदिनँ जे छ जस्तो छ सर्ट एन्ड स्वीट मा बताइदिने वालामा छु म मेरो जर्नी जर्नी सेयर गर्नुभन्दा अगाडि आफूलाई इन्ट्रोड्युस गर्नुभन्दा अगाडि तपाईलाई एउटा कुरा सेयर गर्न चाहे तपाईले सुन्दर श्रेष्ठलाई कसरी चिन्नु भएको छ आइडोन्ट नो मलाई थाहा छैन तर यो जर्नीबाट पक्कै पनि सुन्दर श्रेष्ठ को हुँदो रहेछ भनेर चाहिँ पक्कै पनि तपाईले चिन्ने अपर्च्युनिटी पाउनुहुन्छ फर्स्ट अफ अल introduce myself Sundar Shrestha and experience 45 month and my introducer Mr. Kiran Tamang sir and यो बिजनेस स्टार्ट गर्ने मेरो मोटो भनेको पार्ट टाइम रूपमा स्टार्ट गरेर थोरै भए नि अर्निङ गरौँ भन्ने माइन्डसेट थियो त्यही माइन्डसेटले मैले बिजनेस स्टार्ट गरेको थिएँ सो ढिला नगरी नेक्स्ट स्लाइडमा जाउँ So, why stay in Kathmandu back in 2021? So, आज भन्दा 5 वर्ष अगाडि जाउँ सो 5 वर्ष अगाडि म काठमाडौँ ब्याङ्कको म्यानेजर बन्छु भनेर आएको थिएँ त्यही सिलसिलामा मैले ब्याङ्कमा पनि केही इन्टर्नसिप गरेको थिएँ एन्ड त्यही जर्नीमा जबको एक्सपिरियन्स पनि भयो बाहिर जान्छु भनेर जापानिज ल्याङ्ग्वेज पनि केही डेज सिकियो तर त्यही सिलसिलामा मैले मेरो इन्ट्रोड्युसरको तर्फबाट मैले बिजनेस अपर्च्युनिटी पाएर बिजनेस पनि स्टार्ट गरेँ र तपाईँले साइडमा फोटो देखिरहनु भयो होला राइट देखिरहनु भएको छैन होइन सो देख्दाखेरि त लाइक होइन यो के हो जस्तो लागिरहेको कतिपय न्यूलाई चाहिँ है बेबी पुरानोलाई त थाहा छ यो के हो भनेर सो न्यूलाई त लागिरह होला यो के हो भनेर सो ग्लोबल भिक्टर्सको फर्स्ट बिल यही नै हो राइट सो फर्स्ट बिल यही नै हो यसको मिन्स बुझ्नुभयो होला ग्लोबल भिक्टर्समा फर्स्ट साइन अप फर्स्ट सपिङ फर्स्ट प्रोडक्ट पर्चेस एन्ड फर्स्ट एफिलिएट मै नै हो एन्ड सो नेक्स्ट स्लाइड एन्ड वाइ जिवेदा सो देख्दाखेरि तपाईँलाई नर्मल लागिरहेको होला अब मलाई पनि नर्मल लाग्न सक्छ किनकि फ्याक्ट इज फ्याक्ट मैले स्टार्टिङ यही जस्ट आफ्नो मिडल क्लास ब्याकग्राउन्डलाई रिमुभ गरेर हाई क्लास ब्याकग्राउन्डलाई एड गर्छु भन्ने एउटा माइन्डसेट प्लस जुन एउटा कम्फोर्ट जोन हुन्छ अलरेडी केही नगरिसकेपछि त्यसलाई रिमुभ गर्न प्लस साथसाथै एउटा आफ्नो जति पनि लिमिट हुन्छ एउटा मिडल क्लास ब्याकग्राउन्डको त्यो लिमिट चाहिँ म आफूलाई क्रस गर्नु छ त्यही रिजनले नै आज म जिवेदामा छु नेक्स्ट स्लाइड एन्ड च्यालेन्जेस माइनर बट मेजर इम्प्याक्ट टु ग्रो सो तीनवटा पोइन्ट धेरैजनाले फेस पनि गरिरहनु भएको छ होला सो ग्याजेट इस्यु यो त कतिपयलाई प्रब्लमै छ हामीलाई थाहा छ होइन सो मलाई स्टिल याद छ म सुपिरियर बन्ने त्यहाँ त सुपिरियर बन्ने टाइममा मेरो फोन टुक्रेर 2 टुक्रा भएको थियो 2 टुक्रा भएको थियो तर त्यही फोनबाट म सुपिरियर पनि बने एन्ड त्यो फोन कुनै आइफोन थिएन बस एउटा एमआई फोन थियो अनि एन्ड्रोइड थियो त्यही फोनबाट म सुपिरियर बनेको र सेल्फ डाउट त भइहाल्छ अलरेडी जर्नीमा राइट आज त्यो फोन अलरेडी तपाईँले देख्न सक्नुहुन्छ यहाँ यही फोनबाट म सुपिरियर बनेको थिएँ र आज यही फोनले जुन साइडमा तपाईँले फोटो देखिरहनु भएको छ यति पुऱ्याइन्छ भन्ने चाहिँ मलाई विश्वास थिएन सो म यस्तो पर्सन हो जसले अहिलेसम्म डोमेस्टिक फ्लाइट पनि चढेको छैन जुन आज जिम्मेदारी डिरेक्टली इन्टरनेसनल चढाइदियो राइट एन्ड यही फोन म पर्चेस गर्ने टाइममा अलमोस्ट 1 मन्थ मैले मेरो फ्यामिलीसँग झगडा गरेको थिएँ र आज आफ्नै कमाइले साइडको म्याक किन्न सकेको छु सो यो मेरो ब्याक 2025 को अचिभमेन्ट थियो भनेदेखि एन्ड सो भिजन यानि कि 2026 भिजन टु भिक्ट्री सो देख्दाखेरि के हो जस्तो लागिरहला आइए जेमिनी पनि लागिरह होला राइट सो फ्रेन्चाइज जिवेदा फ्रेन्चाइज सुन्दर एन्ड सो मेरो यो भिजन हो यो मेरो भिजन हो मलाई जसरी नै अचिभ गर्नु छ र म फ्रेन्चाइज चितवनमा जसरी पनि खोल्नु छ अब विवेक
एन्ड सो फ्यामिली फोटो यो मेरो 2026 मेरो ग्यारेन्टी पनि छ 2026 भित्र मेरो फ्यामिलीलाई मेरो खानदानकै फर्स्ट फ्यामिली ट्रिप लैजाँदैछु जुन अहिलेसम्म जानु भएको छैन फ्यामिली ट्रिप भनेर चाहिँ जुन स्टार्ट म आफै गर्नेवालामा छु एन्ड अभियसली डायमन्ड बेस्ट दिनेछु आफ्नो साइडबाट क्वालिफाई गर्नको लागि यसको लागि हाम्रो जति पनि यो स्क्रिनमा तपाईँले देखिरहनु भएको छ उहाँले पक्कै पनि मलाई हेल्प गर्नुहुन्छ भन्ने मलाई होप छ एन्ड थ्याङ्क यू जिवेदा फर मेकिङ माई लाइफ एन्ड स्पेसल थ्याङ्क यू सो मच माई इन्ट्रोड्युसर माई मेन्टर मिस्टर किरण तामाङ सर उहाँले नै स्टार्टिङमा यानि कि रजिस्टर गर्न पनि उहाँले हेल्प गर्नुभयो सुपेरियर बनाउनु पनि उहाँले हेल्प गर्नुभयो एन्ड बिजनेस बुझाउन पनि उहाँले हेल्प गर्नुभयो एन्ड थ्याङ्क यू सो मच किरण सर हजुरले गर्दाखेरि नै म यहाँसम्म आउन सकेको छु सायद उहाँ नआउनु भएको भएदेखि म यहाँ हुँदिनँ थिएँ किनकि म किरण सरको अलमोस्ट 7-8 डाउनलाइन हो सो थ्याङ्क यू सो मच किरण सर एन्ड थ्याङ्क यू सो मच फाउन्डर सर सौरव राजगिरी सर एन्ड टङ्कमान सर पूर्णबहादुर विजय सर जति पनि सपोर्ट गाइडेन्स उहाँले ब्याकबोनको रूपमा गर्नुभएको छ मलाई स्टिल याद छ म्यानेजर बन्दाखेरि त्यो टाइममा अड्किँदाखेरि एउटा डायलग पनि याद छ इफ सुपेरियर बनेन भनेदेखि धादिङमा आलु खान गयो हुन्छ भनेर सो मलाई त्यो चिजले स्टिल हिट गर्छ र उहाँलाई प्राउड पक्कै पनि फिल गराउनुवालामा छु एन्ड थ्याङ्क यू सो मच एन्ड लास्ट वान थ्याङ्क यू सो मच पर्सनल लाइफको ब्रदर एन्ड प्रोफेसनल लाइफको सपोर्टर मिस्टर सुनव राजगिरी सर पूर्ण सिगुरुङ सर मन्जुल राई सर रवि बस्ने सर एन्ड फोटो त 6जनाको रहेछ त्यसको लागि चाहिँ सरी एन्ड थ्याङ्क यू सो मच भावना मिस एन्ड थ्याङ्क यू सो मच काजल म्याम एन्ड इन्टायर को लिडर्स सबैजना थ्याङ्क यू सो मच आज तपाईँले गर्दा एन्ड प्लस सबैजनाले गर्दाखेरि नै म यहाँसम्म आइपुग्न सकेको छु त्यसको लागि चाहिँ म मनैदेखि थ्याङ्क यू सो मच सबैजनालाई भन्न चाहन्छु एन्ड यति नै भन्न चाहेँ एन्ड तपाईँलाई मेरो प्रेजेन्टेसन एन्ड मेरो जर्नी कस्तो लाग्यो आई डोन्ट नो मलाई थाहा छैन र इफ राम्रो लाग्यो भनेदेखि चाहिँ लास्टमा एउटा सानो ताली चाहिँ पड्काइदिनु होला सो थ्याङ्क यू सो मच एभ्रीवन